नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ यो मेरो सेकेन्ड च्यानल भनौँ सेकेन्ड च्यानलमा तपाईँहरूलाई नि माछा मारेको भिडियो हेर्दा हेर्दा नि अल्छी लाग्यो जस्तो लाग्यो अनि खासमा म भिडियो नबनाउने भनेको देख्न सक्नुहुन्छ म कहाँ छ भनेर यर्सको म खोज्न आएको म चाहिँ अहिले चाहिँ खासमा भिडियो बनाउनु त मन त लागेन आज चाहिँ एक्लै भयो अनि अल्छी पनि लाग्यो है यसो भिडियो बनाउनु दिउँ भनेर मात्र हो अब ल यति अरू त के होइन अब माथि गएर चाहिँ यर्सो गुम्बा खोज्नतिर लाग्नु पर्ला अब कतिको हाइट कस्तो ठाउँमा पाउँछ र यर्सो गुम्बा कस्तो हुन्छ भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ यो भिडियो मार्फत राम्रोसँग देखाउँछु ल हेर्दै गर्नुहोस् है ल 2 घन्टा भइसक्यो अहिलेसम्म पुगेन अझै पनि लाग्छ होला 1 घन्टा बढी एकजना मान्छे त माथि खोज्दै रहेछ क्या बरु उताबाट जानुपर्ने रहेछ उताबाट गयो सर्टकट पर्ने रहेछ यताबाट फेरि सर्टकट भनेर आएको ठाडै उकालो पो पर्छ यताबाट चाहिँ त्यही उता चाहिँ थरङपास जाने बाटो हो यता माथिबाट यस्तरी यता गयो भने चाहिँ उल्टो थरङपास यो बादलको मुनिबाट चाहिँ मनाङ पुग्छ यहाँबाट तल चाहिँ मुक्तिनाथ अब भोक पनि लाग्यो माथि गएर चचो सचो बनाएर खानु पर्ला अनि बल्ल किरा खानु पर्ला ल हिँड्दै गरेको देखेको एउटा डेट गयो कि के हो जस्तो चाहिँ हेर्दा त आमा यहाँभित्र रहेछ क्या शान्त एउटा खै डेट गयो जस्तो यहाँ यत्रो रहेछ छ नि त खै खनेर हेरौँ है आफै आउँदै आयो नि त आम्मा 3 इन्चीको बिग साइज पो रहेछ त आम्मा ल डेन्जर ठुलो रहेछ एउटा ल बल्ल बल्ल पायो यो चाहिँ आइयामै यो चाहिँ यत्रो रहेछ ट्राइपोड नलाएर एकदम झ्याउ भयो बिर्सेछ ट्राइपोड पनि अर्को कहाँतिर होला भन्दै खोज्दै चाहिँ यहाँनिर रहेछ पाएँ अर्को नि पाएँ ल यहाँ रहेछ एउटा चाहिँ ल दुईवटा एक ठाउँमा रहेछ हिँड्दा देखेँ ल यो त तर सानो छ जस्तो लाग्यो त्यस्तो ठुलो छैन जस्तो लाग्यो ओए यो पनि राम्रै रहेछ त हेर्दा त टुप्पेर त सानो थियो ल यहाँ चाहिँ खोज्नै पर्ने रहेछ है किरा चाहिँ ल 2 पिस त पाएको रे भर्खरै ठाउँको ठाउँ यहाँ है अब हेर्नु भरेसम्म कति पाउँछ भोक लाग्यो तर खाजा बनाएर खाने ठाउँ पो कता छ पनि थाहै छैन नयाँ ठाउँ हो ल अहिले 2टा भरेसम्म कति हुन्छ त्यो चाहिँ अब पछि भिडियोमा हेर्नु पर्ला नि ल अब चाहिँ हाम्रो चरा हावा चल्यो अब यहीँ खाजा पकाएर खाएर बल्ल त्यो माथि कुरातिर जानु बल्ल आशा खोज्नु त ल अहिले ग्यास फिटिङ गर्छु ट्राइपोड नभएर चाहिँ एकदम झ्याउ चाहिँ भएको सजिलो हुन्थ्यो जाडो पनि जाडो घाम पनि लाग्यो फेरि हट ल अब सामान झिक्ने लाग्नु पऱ्यो ल साउ रोस्ट सब रेडी भयो अब चाहिँ पकाउने लाग्नु पऱ्यो ल यो भइहाल्यो यसो पाल्नु पऱ्यो अब पानी नआउने र यो पनि ग्यास बचत कार्यक्रम गर्नुपर्छ फेरि झ्याउ पनि झ्याउ छ ल्या अब उम्लिने मात्रै कुरेर बस्ने
हिउँ पनि पर्ला माथि यस्तो भएर आएको छ खै आज किरा चाहिँ 2टा मात्र होला आज अलिअलि आइरहेको हिउँ पनि पानी पनि कति छ कतिखेर पाक्ने छ भोक पनि लाग्यो त्यसरी बस्न त दामी छ गुफा त ल चाउचाउ पनि पाक्यो अब हाल्न पुरा घोप्टेला फेरि यार ल चाउचाउ त पाक्यो चम्चा हाल्नै बिर्छु त टेन्सन भयो थत्तेरी आमामा भोक लागेको बेला कति मिठो यो चाहिँ रोस्टको टुक्रा हुन्छ चम्चा नभए पनि फाइदा भएछ मैले ल त्यहाँदेखि मैले चिजरेर खाएर जान्छु किरा खानुपर्छ भरेसम्म 10वटा त टिप्नु पऱ्यो केही हाजिर नखाने 4-5 हजार हाजिर राख्नु पऱ्यो नभए त खत्तम भयो फेरि यत्रो टाढा आएको हिँडेर ल यति भन्दै अब किरा खण्डमा भेटौँला यो अघि चाहिँ यो उनीहरू पारी खोज्यो अब पाएन अब चाहिँ ट्याक्क यो तल यो के भन्छ मुक्तिनाथ यो मुनि देखिरहेछ मुक्तिनाथ चाहिँ यो मुनि देखिरहेछ एकदम टाढा भएर चाहिँ अलि उस्तै छ अब चाहिँ ऊ यो देखेको भित्तामा जानु पर्ला अब 1 घन्टामा पुग्छ कि कतै किरा पनि जम्मा 4वटा मात्र पायो अब कति पाउँछ उता ल आज किरा पनि चाल यस्तो छ आमा 4-5 हजार हाजिर राख्नु भनेको 2000 पनि हाजिर नराख्ने भयो जम्मा 5 पिस पाएको छ किरा नि यस्तो नै हुन्छ थट अब खासमा भ्लग चाहिँ लामै हुन्छ होला अलिक साथीभाइ हुने एक्लै भएर चाहिँ अलिकति छोटै भयो क्या यो तालबाट पनि 10 मिनट नै हुन्न क्या त्यस्तो लागिरहेको अनि त्यही हो आज यति मात्र पाएको भनेको यो चाहिँ अघि केला देखाउँछ केला देखाएको खासै ब्रस हानेको भए राम्रोसँग देखिन्थ्यो ब्रस नहानेको यो उस भएको अनि एउटा के कस्तो छ कुरा चाहिँ अब चाहिँ अर्को भ्लग आउँदा चाहिँ मेरो 15-20 दिन लाग्छ होला सायद त्यो चाहिँ त्यो बल लस्नु भनेको दुःख पनि अति दुःख हुन्छ त्यसमा चाहिँ त्यही हो त्यही बल लस्नु भनेको एउटा भिडियो हुन्छ अनि त्यो पछि बल्ल जस पोखरा स्याङ्जा कता गएर फिसिङ गरेको भिडियोहरू अनि बाँकी यताउता मुजरा गरेको त्यो सबै भिडियोहरू चाहिँ अब पछि आउँछ यो लगभग भदौ असोज लाग्थ्यो कि ल फिसिङ भ्लगमा चाहिँ त्यतिखेर भेटाउँ लागेर अहिलेलाई यसो सपोर्ट गरिदिनु होला किराको गति जम्मा 5वटा यस्तो चल्यो त हुन्न त यार के गर्ने यस्तो चल्यो ए थुक्क झन् भाँच्दैछ झन् के पनि झन् ल अब मोबाइल चाहिँ त्यहाँ तल खासमा यहाँ मुक्तिनाथ तल अब त्यही हो आज किरा खासै भने जस्तो पनि पाइएन झ्याउ पनि लाग्यो अब नेक्स्ट भ्लगमा भेटौँला अब चाहिँ लसुनको भ्लग आउँदैछ चाँडै नै चाँडै भन्नाले अझै लाग्छ होला 15-20 दिन ल यति भन्दै अर्को भ्लगमा भेटौँला